नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरू लामा। न्यूज सुरु गरौं। भूमि सम्बन्धी समस्या समाधान आयोगले 7वटै प्रदेशका पालिकाबाट लगत संकलन सुरु गरेको सम्बन्धी प्रसङ्गबाट। भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासलाई जमिन उपलब्ध गराउन 7वटा प्रदेशका 131 पालिकाबाट लगत संकलन सुरु गरेको छ। 35 दिने सार्वजनिक सूचना प्रकाशित गरेर हरेक ओडाको घर घरमै गएर लगत संकलन गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ। स्थानीय तहका अध्यक्ष तथा प्रमुखको संयोजकत्वमा गठित 7 सदस्यीय भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समितिले संकलकहरू घर घरमा पठाउनेछ। यस्तो फारमसँगै सुकुम्बासीले संकलक मार्फत ओडा कार्यालयमा भूमिहीन पुष्टि हुने आवश्यक प्रमाण सहितको कागजपत्र पेश गर्नुपर्नेछ। छुट भएमा निवेदकको ओडा कार्यालयमा विवरण पेश गर्न सक्नेछ। पहिलो चरणमा प्रदेश 1 का 21, प्रदेश 2 का 5, बागमतीका 28, गण्डकीका 32, लुम्बिनीका 29, कर्णालीका 9 र सुदूरपश्चिमका 7 पालिकाका ओडाहरूबाट फारम वितरण गरेर लगत संकलन गरिनेछ। स्थानीय तहको आफ्नो मातहतमा इकाइ गठन गरेर ओडा स्तरमा संरचना निर्माण गरी लगत संकलन गर्नेछ। सप्तरीमा ट्र्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ। खडक नगरपालिका 9 लालपट्टी स्थित कल्याणपुर फुलबडिया हुँदै नबौली आवत जावत गर्ने भित्री सडक खण्डमा गुडिरहेको 101 त 7388 नम्बरको ट्र्याक्टरबाट बालक लडेको प्रहरीले जनाएको छ। घटनामा सोही ठाउँका दुर्गा भगतको छोरा 12 वर्षीय विशाल भगतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ट्र्याक्टरबाट खसे गम्भीर घाइते भएपछि उपचारको क्रममा मृत्यु भएको डीएसपी भुवनेश्वर शाहले जानकारी दिनुभएको छ। घाइते बालकको स्थानीय एडभान्स सुरक्षा अस्पताल कल्याणपुरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि राजविराज लैजाने क्रममा बाटोमा मृत्यु भएको जानकारी दिएको छ। पोस्टमार्टमको लागि शवलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको शव गृहमा लगिएको छ। ट्र्याक्टर र ट्र्याक्टर चालक खडक नगरपालिका 10 का 22 वर्षीय मुन्ना कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा गर्नुभएको छ। पत्नी राधिका साक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल सहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गर्नुभएको हो। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिएअनुसार मन्दिरभित्र संकल्प सहित गर्ने पूजा सम्माननीय प्रधानमन्त्री ज्यूबाट भयो। पशुपति मन्दिर क्षेत्रमा प्रधानमन्त्री ओलीले करिब 1 घण्टा बिताउनु भएको थियो। सो अवसरमा कोषका सदस्य सचिव डाक्टर ढकालले पशुपति क्षेत्रमा भएका हुँदै गरेका र आगामी विकासका योजनाबारे जानकारी गराउनु भएको थियो। सदस्य सचिव ढकालले भन्नुभयो, पुनर्निर्माण लगायतको यहाँका समसामयिक विषयमा मैले जानकारी गराए। प्रधानमन्त्री ज्यूबाट स्वाभाविक रूपमा चासो व्यक्त गर्नुभयो। पशुपति मन्दिरमा पूजा गरेपछि प्रधानमन्त्री ओली आजै दाङ देउरी जाने कार्यक्रम रहेको छ। राप्ती नदीमा बनेको पुल उद्घाटन र जनसभालाई सम्बोधन गर्न ओली दाङ जाने र आजै काठमाडौँ फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ। नेपाल लोकतान्त्रिक पार्टी शिवलाल थापा मगर समूह जनता समाजवादी पार्टी नेपाल गाभिएको छ। आइतबार पार्टी आयोजित एकता कार्यक्रममा नेपाल लोकतान्त्रिक पार्टी शिवलाल थापा मगर समूह जसपामा गाभिएको हो। एकीकरणको घोषणासँगै शिवलाल थापा मगर समूहका सबै सदस्यहरू जसपा नेपालमा सदस्यमा रूपान्तरित भएको घोषणा गरिएको छ। एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले जसपा अहिले तेस्रो शक्तिको रूपमा रहेको र अब आगामी दिनमा पहिलो पार्टीको रूपमा आउने दाबी समेत गर्नुभयो। उहाँले मुलुकलाई पूरा दलहरू कांग्रेस र कम्युनिस्टले निकास दिन नसक्ने दाबी गर्दै जसपाले नै सबै उत्पीडित वर्ग र समुदायलाई अधिकार दिलाउने बताउनुभयो। एकता कार्यक्रममा संविधान सभाका सदस्य तथा नेत्री आशा चतुर्वेदीले जसपा मुलुककै वैकल्पिक शक्ति निर्माण हुने बताउनुभयो। उहाँले जसपामा आउँदा
आफ्नै घरमा फर्किएको अनुभूति समेत भएको बताउनुभयो। कार्यक्रममा जसपाका अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू सर्वेन्द्रनाथ शुक्ला, नवराज सिलवाल लगायतले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेता केशव झाले गर्नुभएको थियो। नेपाल पत्रकार महासंघ रौतहट शाखाको साधारण सभा सदस्य रविन्द्र मण्डललाई 51,000 रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ। माघ 9 गते सम्पन्न भएको शाखाको 11औं साधारण सभाबाट दुर्घटनामा परि लामो समयदेखि उपचाररत रहनुभएका पत्रकार मण्डललाई आर्थिक सहयोग गर्ने गरिएको घोषणा अनुसार आइतबार उहाँको घरमा गएर नगद सहयोग तथा 20 वर्ष पत्रकारिता गरेको बापतमा सम्मान समेत गरिएको हो। नेपाल पत्रकार महासंघ रौतहटको 2057 सालबाट भएको स्थापनादेखि पत्रकारितामा रहेका मण्डललाई महासंघबाट दोसल्ला ओढाएर सम्मानित गरिएको छ। दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण शाहले घोषणा गरेको 51,000 रुपैयाँ मण्डलको हातमा दिएको महासंघका सचिव गौतम श्रेष्ठले जानकारी दिनुभएको छ। शाखाले 20 वर्षसम्म पत्रकारिता गर्नेलाई सम्मान गर्ने गरेको निर्णय अनुसार सचिव गौतम श्रेष्ठले मण्डललाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गर्दै स्वास्थ्य लाभको कामना समेत गर्नुभयो। काठमाडौँ जाने क्रममा भएको सवारी दुर्घटनामा सिकिस्त रूपमा घाइते हुनुभएका मण्डल अहिलेसम्म उपचारकै क्रममा हुनुहुन्छ। नसामा जटिल समस्या भएको कारण उहाँ पूर्ण रूपमा स्वस्थ हुन सक्नु भएको छैन। खाद्यान्नमा मनलाग्दी मूल्य र मिसावट गरी उपभोक्ता ठग्ने क्रम बढेको छ। सरकारले गरेको बजार अनुगमनको क्रममा सबैभन्दा धेरै खाद्यान्न पसल र खाद्य वस्तु उत्पादन गर्ने कम्पनी कारबाहीमा परेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पुष महिनामा 106 खाद्यान्न पसल अनुगमन गर्दा 27 फर्म कारबाहीमा परेका छन्। 62 फर्मलाई निर्देशन तथा 16 फर्मलाई स्पष्टीकरण सोधिएको छ। मनलाग्दी मूल्य र म्याद नागेका वस्तु बेच्ने फर्मलाई गरिएको कारबाही र जरिवानाबाट 44,05,000 रुपैयाँ राजस्व सङ्कलन भएको विभागका सूचना अधिकारी शिवराज सेढाईले जानकारी दिनुभएको छ। 54,000 रुपैयाँ बराबरको म्याद सकिएका खाद्यान्न नष्ट गरिएको छ। उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई 5,000 देखि 3 लाखसम्म जरिवाना गरिएको पनि विभागले जनाएको छ। गएको पुष महिनामा खाद्यान्न सहित विभिन्न 28 विषयगत क्षेत्रका 351 फर्मको अनुगमन गरिएको थियो। तीमध्ये खाद्यान्न सहित 109 फर्म कारबाहीमा परेका छन्। 168 फर्मलाई तत्काल सुधार गर्न निर्देशन दिएको छ। 66 फर्मलाई स्पष्टीकरण सोधिएको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा अन्डा तथा दाना, अस्पताल, उद्योग, कपडा तथा कस्मेटिक पसल, किराना तथा खाद्यान्न डिपार्टमेन्ट स्टोर, निर्माण सामग्री, मदिरा पसल, माट र मासु पसल तथा फार्मेसीको अनुगमन गरिएको थियो। नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा 92,600 रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार सामान्य गिरावट भएर 92,400 रुपैयाँमा कारोबार भएको छ। यस्तै तेजाबी सुन तोलामा 91,900 रुपैयाँमा कारोबार भएको छ। यसैबीच चाँदीको मूल्य भने स्थिर नै रहेको छ। गत 3 दिन यता चाँदीको मूल्य 1,260 रुपैयाँ प्रति तोलाको दरले कारोबार भइरहेको छ। तराईको जिल्लामा चिसो धेरै बढेको छ। हिजो बिहानदेखि तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लागेको छ। अझै केही दिन तराईको सबैजसो जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेकाले चिसो अझै बढ्न सक्ने मौसमविद विभूति पोखरेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार उत्तर पश्चिम वायुको प्रभावका कारण तराईका केही शीतलहरको जोखिम रहेको छ। बाक्लो हुस्सु कुहिरोका कारण तराईका जिल्ला महोत्तरी, सप्तरी, बारा, रौतहट र धनुषामा दैनिक मजदुरी गरी जीविकोपालन चलाउनेहरू समस्यामा परेका छन्। महोत्तरीमा 4 दिनदेखि घामै नलागेको त्यहाँको
धनवीर महतोले बताउनु भएको छ। मौसमविदले तराईका जिल्लामा शीतलहरकै सम्भावना रहेकाले स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन्। मौसमविदले तराईसँगै देशैभर चिसो बढ्ने पूर्वानुमान गरेका छन्। उत्तर पश्चिम वायुको प्रभावका कारण देशका धेरै ठाउँमा चिसो हावा चल्न थालेको मौसमविद विभूति पोखरेलले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। विद्रोही समूहले आक्रमण गर्न सक्ने आशंकामा भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ। 72औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सुरक्षा सतर्कता उच्च पारिएको हो। विद्रोही समूहले दिल्ली, अयोध्या र बोधगयामा आक्रमण गर्ने तयारी गरेको सूचनापछि सुरक्षा सतर्कता बढाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। विद्रोही समूहले किसान आन्दोलनको आडमा दिल्ली स्थित देशका कुनै पनि ठाउँमा हिंसा मच्चाउन सक्ने आशंका गरिएको छ। भारतमा भोलि 72औं गणतन्त्र दिवस मनाइँदैछ। सन् 1947 जनवरी 26 तारिकका दिनमा बेलायतबाट स्वतन्त्र भएपछि भारतले हरेक जनवरी 26 तारिकमा स्वतन्त्रता दिवस मनाउँदै आइरहेको छ। भारत बेलायतबाट स्वतन्त्र भए लगत्तै पाकिस्तान भारतबाट अलगिएको थियो। हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।